51,000 में 51,000 में मात्र यो 75,000 में आउँछ। मात्र हजुरले 50,000 में रातो कालो कलरको प्लेजर जुन लिएर जानुहुन्छ यो दुईटै 50,000 में मैले पठाए। जस्तो कि हामीलाई सल्लाह छ हामीले जस्तो बाइक किन्दाखेरि जस्तो तपाईले लिन सक्नुहुन्छ एउटा बक्स प्याक हेलमेटको साथसाथै रेनकोट दिन्छौँ भने हजुरले एक्सचेन्ज गर्दै हुनुहुन्छ भने एक्स्ट्रा भ्यालुएसन पनि पाउन सक्नुहुन्छ। जुनसुकै बाइक एक्सचेन्ज गर्दाखेरि एक्स्ट्रा भ्यालुएसनको साथसाथै नामसारी पास इन्सुरेन्स फ्री सर्भिसिङदेखि वासिङहरू पनि फ्री पाउनुहुन्छ भने अझै सब सेवा सुविधा झन् प्राइस मिलाएर आउनेछ। धन्यवाद। पर्सनल भिडियोको सुरुवातै गर्नु यतापट्टि खेल्न सक्नुहुन्छ। हाम्रो चाहिँ एउटा रोयल इनफिल्ड हन्टर 350 आइसकेको छ। यो चाहिँ 46 स्लटको मात्र अल्सन 6,600 किलोमिटर रन रहेछ। यो लिनुहुन्छ भने चाहिँ हजुरलाई मात्र 4,20,000 में आइसकेको छ। एक्सेसोरिज उसले 40,000 को एक्सेसोरिज हालिरहेको बाइक रहेको छ भने यतापट्टि हाम्रो अर्को पल्सर 150 पनि आइसकेको छ। 2022 मोडलको मात्र 2,05,000 में 22 मोडलको पल्सर 150 आइसकेको छ भने यतापट्टि आरटीआर 160 पनि दिन सक्नुहुन्छ। खोबी यो लिनुहुन्छ भने चाहिँ हजुरलाई मात्र 1,60,000 में आइसकेको छ। र त्यसै गरी एनएस दिन सक्नुहुन्छ एकदमै फ्रेस कन्डिसनको 1 एनएस पनि रेड कलरमा आइसकेको छ। रेड कलरको एनएस लिनुहुन्छ भने हजुरलाई मात्र 2 लाख में आइसकेको 2,10,000 में आइसकेको छ भने यतापट्टि जस्तै यतापट्टि हाम्रो एप्रिल 150 2022 मोडलको पनि आइसकेको छ। र त्यसै गरी डियो पल्सर लटको डियो 1,05,000 में आइसकेको छ। एकदम फ्रेस एन्ड फाइन कन्डिसनमा रहेको छ भने यतापट्टि केटिएम डुक 200 VS मा हजुरले सस्तो मूल्यमा खोज्नुहुन्छ भने मात्र 2,20,000 लिएर आउनु। केटिएम डुक 200 त्यो पनि 2016 मोडलको सिंगल ह्यान्ड लिएर जान सक्नुहुन्छ। त्यसै गरी यतापट्टि देख्न सक्नुहुन्छ एक्स्ट्रा 190 135 लटको देख्न सक्नुहुन्छ। एकदम फ्रेस एन्ड फाइन कन्डिसनमा रहेको सिंगल ह्यान्ड हो। मात्र 22,000 में रहेको एक्स्ट्रा 190 खोज्दै हुन्छ भने सस्तो मूल्यमा यो लिनुहुन्छ भने हजुरलाई चाहिँ मात्र 5,90,000 में आइसकेको छ। मार्केटमा 6,20,000 पर्ने च्याङ्रा अफर जस्तै भन्दा पनि हुन्छ। च्याङ्रा आउने प्राइस नै हामीले त्यति प्राइस घटाएर हामीले यो एक्स्ट्रा 190 लिएर आइसकेका छौँ भने यतापट्टि अरू पनि स्कुटर छ। जस्तो यतापट्टि देख्न सक्नुहुन्छ हाम्रो चाहिँ 115 लटको लेदर पनि आइसकेको छ। मात्र हजुरले लिनुहुन्छ भने 1,15,000 में भने रेड पनि आइसकेको छ। यतापट्टि 133 लटको रेटेड इबो सङ्केटहरू पनि आइसकेका छौँ। र त्यसै गरी अर्को हाम्रो चाहिँ एउटा बक्सर लट छ 16 मोडलको भेसा पनि आइसकेको छ। जम्मा 37,000 रन रहेको। र त्यसै गरी अहिले मार्केटमा एकदमै बढीको भएर चिलिने एन्ड्रक 125 आफैमै आइसकेको छ। आफै इन्जिन भएको एन्ड्रक हजुरले लिनुहुन्छ भने मात्र 2,05,000 में आइसकेको छ। सेवा सुविधा त छँदैछ साथसाथै यो लिनुहुन्छ भने 2,05,000 में आइसकेको छ। र त्यसै गरी यतापट्टि